कुलमान घिसिङ विद्युत प्राधिकरणमा आएपछि 18 घण्टासम्म लोड सेडिङ खेपिरहेका नेपालीहरूले एकाएक राहत पाएका थिए। उनले कुलमान आउने बित्तिकै उनले नेपाललाई लोड सेडिङ मुक्त गरेका थिए। पुरै लोड सेडिङ मुक्त गरिसके पछाडि प्राविधिक कारणले गर्दा कहिलेकाहीँ बत्ती गयो भने कुलमान गयो भन्ने गर्दथे। तर अहिले अवस्था फेरिएको छ। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको छ र प्रधानमन्त्री केपी शर्मा ओलीको सालो नाता पर्ने हितेन्द्रदेव साक्यलाई नियुक्ति गरिएको छ। तर हितेन्द्रदेव साक्यलाई जनताले पटक्कै रुचाएका छैन र आजभोलि दिनौं कयौं पटक झ्याप्प बत्ती जाने समस्या पनि बढिरहेको छ। यसरी पहिले बत्ती जाँदा कुलमान गयो भनेर भन्ने मान्छेहरू आजभोलि भने यस्तो भन्ने गरेका छन्, केपीको सालो मरेछ छैन, केपीको सालो मरेछ होइन, केपी ओलीको सालो मरे क्या यार, बत्ती त छैन त के। यस्तो अवस्था छ। जनताहरू कति आक्रोशित छन् तर नेताहरूलाई केही मतलब छैन, वास्ता छैन। उनीहरू आफ्नो दुनो सुझाउन लागि परिरहेका छन्। त्यसैले अबको निर्वाचनमा सही पात्रलाई छानौं, नराम्रा व्यक्ति खराब व्यक्तिहरूलाई बहिष्कार गरौं भन्नुहुन्छ भने यो भिडियोलाई लाइक गर्नुहोला। अझ धेरै समक्ष पुर्याउन चाहनुहुन्छ भने भिडियोलाई शेयर पनि गर्नुहोला।